फेसबुकमा हामीले अर्निङ गर्नको लागि चाहिँ हाम्रो कति फलोअर हुनुपर्छ र फेसबुकको चाहिँ कतिवटा चाहिँ अर्निङको टुलहरू हुन्छ प्राय है र त्यसमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट र सबभन्दा धेरै अर्निङ हुने टुल चाहिँ कुन चाहिँ हो यो विषयमा चाहिँ आजको भिडियोमा चाहिँ म डिस्कस गर्नु आँटेको छु, तपाईँलाई जानकारी दिनु आँटेको छु र यो भिडियो अन्तिमसम्म हेर्नु, तपाईँको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुनु आँटेको छ। र सबभन्दा पहिला चाहिँ तपाईँको प्रश्नको तपाईँलाई उत्तर दिउँ भन्दाखेरि फेसबुकमा चाहिँ तपाईँले अर्निङ गर्नुको लागि चाहिँ तपाईँलाई यति क्राइटेरिया फलोअर हुनुपर्छ भन्ने छैन है। मेन क्राइटेरिया चाहिँ के हो भन्दाखेरि तपाईँले चाहिँ कति फलोअर तपाईँको हुँदाखेरि चाहिँ तपाईँले कन्टेन्ट मोनेटाइजेसनको चाहिँ मेन टुल जुन चाहिँ हुन्छ तपाईँको स्टार सब्सक्रिप्सन है, कन्टेन्ट मोनेटाइजेसन, अरू पनि कतिवटा छ तर इम्पोर्टेन्ट यो 3टा नै हो। यो टुल चाहिँ तपाईँले कति छिटो पाउनुभयो यो चाहिँ डिपेन्ड चाहिँ यतिमा गर्छ, एक नम्बर कुरा है। र जस्तो कि म तपाईँलाई बताइदिन्छु है, जस्तो कि मानिलिनु तपाईँको अहिलेको डेटमा तपाईँको कुनै क्राइटेरिया यति धेरै छैन कि यति फलोअर हुनुको बादमा तपाईँको यो कन्टेन्ट मोनेटाइजेसनको टुलहरू जुन चाहिँ यति छ, कन्टेन्ट मोनेटाइजेसन स्टार सब्सक्रिप्सन आउँछ भनेर कतिजना साथीहरूको 3000मा पनि आइरहेको छ, कसैको 2000मा आइरहेको छ, कसैको 5000मा आइरहेको छ, कसैको कति हजार पुग्दा पनि आएको छैन। यदि तपाईँको चाहिँ यो अर्निङको टुलहरू है तपाईँको यदि छिटै आएको छ 3-4 हजार फलोइङमा या 5000 या कम्तीमा पनि र तपाईँको भ्युज भाइरलहरू चाहिँ राम्रो प्रकारको हुन्छ भन्दाखेरि तपाईँले 3-4-5 हजारकै फलोअर हुँदा पनि तपाईँको चाहिँ तपाईँले राम्रो अर्निङ गर्न सक्नुहुन्छ है। सबभन्दा पहिला प्रश्नको तपाईँलाई चाहिँ मैले उत्तर दिएँ है। र डिपेन्ड यो पनि गर्छ कि तपाईँको चाहिँ फलोअर चाहिँ तपाईँहरूको कुन प्रकारको कन्टेन्टलाई चाहिँ तपाईँलाई हेर्ने र कुन प्रकारको तपाईँलाई सपोर्ट गर्ने छ है। कतिजना तपाईँको कन्टेन्टलाई हेरेर सपोर्ट गर्ने, तपाईँको स्टार गिफ्ट गरेर सपोर्ट गर्ने हुन्छ, कति तपाईँलाई सब्सक्राइब गरेर सपोर्ट गर्ने हुन्छ, कति तपाईँको चाहिँ भ्युज भाइरल भएर चाहिँ धेरै तपाईँको कन्टेन्ट मोनेटाइजेसनबाट चाहिँ पैसा आउँछ। जस्तो कि तपाईँलाई सबैलाई थाहा छ है, फोटो, भिडियो, रिल, स्टोरी, टेक्स्ट एभ्रिथिङबाट आउँछ कन्टेन्ट मोनेटाइजेसनबाट। र अब यो कुरा बुझौँ सेकेन्ड नम्बरमा कि कुन चाहिँ तपाईँको मोनेटाइजेसनको टुलले चाहिँ तपाईँलाई सबभन्दा धेरै अर्निङ हुन्छ। जस्तो कि अहिले हुन त फेसबुकमा चाहिँ अर्निङ गर्नको लागि चाहिँ काफी धेरै टुल छ, तर पनि इम्पोर्टेन्ट कुरा गर्छु है सर्टलीमा तपाईँलाई। फेसबुकमा स्टार सब्सक्रिप्सन र तपाईँको कन्टेन्ट मोनेटाइजेसनको चाहिँ 3टा मेन टुल हो र त्यो टुलमा यदि मैले भने सबभन्दा इम्पोर्टेन्ट टुल चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि चाहिँ यो इम्पोर्टेन्ट चाहिँ डिपेन्ड यही गर्छ कि तपाईँलाई चाहिँ सपोर्ट गर्ने मान्छे चाहिँ कुन चाहिँ क्याटेगोरीको छ। बुझ्नुभयो? यो 3टामा तपाईँको यो इम्पोर्टेन्ट र त्यो इम्पोर्टेन्ट म भन्दिनँ। यदि तपाईँलाई धेरै मान्छेहरूले चाहिँ स्टार गिफ्ट गरेर यदि तपाईँलाई सपोर्ट गर्ने छ भन्दाखेरि तपाईँको लागि चाहिँ स्टार इम्पोर्टेन्ट अर्निङको टुल हो। यदि तपाईँलाई धेरै मान्छेले सब्सक्राइब गरेर यदि तपाईँले सपोर्ट गर्ने छ भन्दाखेरि तपाईँको लागि चाहिँ सब्सक्राइबरको टुल तपाईँको इम्पोर्टेन्ट हो। यदि तपाईँको फोटो, भिडियोहरू, स्टोरीहरू, ट्याग्सहरू धेरै भ्युज भाइरल भएर यदि तपाईँको अर्निङ हुँदैछ भन्दाखेरि तपाईँको लागि चाहिँ कन्टेन्ट मोनेटाइजेसनको टुल चाहिँ इम्पोर्टेन्ट हो। भन्नुको मतलब चाहिँ तपाईँको कुनै पनि अर्निङको टुल जुन चाहिँ तपाईँलाई दिएको छ तपाईँको अडियन्समाथि डिपेन्ड गर्छ कि कुन चाहिँ तपाईँको अर्निङको टुलले तपाईँलाई धेरै अर्निङहरू आइरहेको छ, कुन चाहिँ अर्निङको टुलले तपाईँलाई धेरै मान्छेले गिफ्ट गरिरहेको छ, त्यो चाहिँ तपाईँको लागि चाहिँ इम्पोर्टेन्ट टुल हुन्छ। जस्तो कि अब कुरा गरौँ धेरै मान्छेहरूलाई अब स्टार सपोर्ट गर्छ धेरै मान्छेहरूलाई है, उनीहरूलाई हुन्छ। अब जस्तो कि अब मेरो सब्सक्राइबर धेरैजना सब्सक्राइबरहरू छ किनकि फेसबुकमा म चाहिँ ट्याग र गाइडको भिडियो बनाउँछु र जो पनि मान्छेले मलाई सब्सक्राइब गर्छ उसलाई चाहिँ म चाहिँ एउटा तपाईँको फेसबुकको चाहिँ नलेज दिनुको लागि चाहिँ अलग्गै ग्रुपमा पनि एड गरिदिन्छु। उनीहरूलाई म चाहिँ सबै सपोर्टहरू गर्छु, कुनै प्रब्लमहरू भयो भने म हेल्प गर्छु। त्यसको लागि चाहिँ धेरै साथीहरूले चाहिँ मलाई सब्सक्राइब गरेर मेरो सपोर्ट लिन्छ है। सब्सक्राइबर पनि मेरो काफी धेरै छ र तपाईँ पनि चाहनुहुन्छ फेसबुकमा केही गाइड पाउनुको लागि भन्दाखेरि मलाई सब्सक्राइब गरेर तपाईँ मसँग कन्सल्ट गर्न सक्नुहुन्छ है, मेरो सपोर्ट पाउन सक्नुहुन्छ। भन्दाखेरि यो भिडियोमा हामीले 2टा कुरा बुझ्यौँ है। यो फेसबुकमा अर्निङ गर्नुको लागि तपाईँको एक्ज्याक्टली यति फलोअर हुनुपर्छ भन्ने पनि छैन है। तपाईँको 4-5 हजारमा पनि तपाईँले अर्निङ गर्न सक्नुहुन्छ र हुन्छ पनि, कमाइ पनि रहेको छ। र अर्को कुरा 3टामा इम्पोर्टेन्ट टुल जुन चाहिँ छ तपाईँको स्टार मोनेटाइजेसन र सब्सक्रिप्सनमा, यो चाहिँ तपाईँको डिपेन्ड गर्छ कि तपाईँको अडियन्स चाहिँ कस्तो छ है। र मुख्यतः लास्टमा यदि बतायो भने कन्टेन्ट मोनेटाइजेसन पाउनु चाहिँ अलिकति हुन त राम्रो कुरा हो। यदि तपाईँलाई स्टार गिफ्ट गर्ने मान्छे धेरै छैन या फिर तपाईँलाई सब्सक्राइब गर्ने मान्छे पनि धेरै छैन भन्दाखेरि 3 नम्बर जुन चाहिँ कन्टेन्ट मोनेटाइजेसनको टुल हो यो चाहिँ तपाईँको इम्पोर्टेन्ट भएर जान्छ। किनकि यो पैसा चाहिँ हामीलाई कुनै मान्छेले दिएको होइन क्या, भ्युजमा चाहिँ तपाईँको फेसबुकले हामीलाई दिएको हो। त्यसलाई चाहिँ यसलाई चाहिँ एक तौरले मान्यो भने चाहिँ एउटा इम्पोर्टेन्ट टुल मानिन्छ किनकि यसमा चाहिँ तपाईँको फोटो, भिडियो, रिल, स्टोरी, टेक्स्ट सबैबाट चाहिँ इन्कम हुन्छ है। आई होप यो भिडियो तपाईँहरूको लागि चाहिँ धेरै जानकारीमूलक हुन्छ होला। भेटौँला कुनै नयाँ भिडियोमा। तबसम्म तपाईँले आफ्नो धेरै ख्याल राख्नुहोस् है। जय हिन्द।